and Plumstead FC. sebetulnya ada sebenarnya berarti wawancara tim yang lagi berjalan jauh dan dulu nomor bersama Putu Film yang lagi diperoleh jauh. Once again, please be seated. Round number 2 tiga tim manager lima atau control tema ayo orang menurut Nomor 8 sama tim manager Luis Yalu atau assistant control tema ayo orang hati menurut sana. Referee has already indicated two goalkeepers at the ready position to start with the ball. Here go. Red jersey, Plumstead, the area Mabaira. Plumstead, red jersey, Rama Prahar, the area Mabal. Cover control on Fatana. Bowling attack now, Jarisa. Rama chances Rama. Opening for 30 seconds by Red Plumstead team. Goal garna सफल भएको छ. यहाँनिर FC04 इन्टेकका डिफेन्डरहरू बिचको मिसकम्युनिकेसन देखिँदाखेरि विङ्गरले निकै नै राम्रो गोल गर्न सफल भएका छन् क्लब स्ट्रिट भेटरानको लागि पहिलो मिनेटमै खेल सुरु भएको करिब 30 सेकेन्डमै क्लब स्ट्रिट एफसीले FC04 इन्टेक विरुद्ध अग्रता लिन सफल भइसकेको छ. The score for Plumstead, Veteran 1 and FC04 0. बल पूर्ण सुचारू गर्दै FC04 Number 14, White. Very राम्रो chance. First attempt. Dribbling को लागि अगाडि बढ्दैछ राम्रो 14 नम्बरले कोसिस जारी छ ब्याक पासबाट रङ पास भएकोले प्लम्स्टेडको खुट्टामा बल. प्लम्स्टेड रेड टिम फेरि इन्जिन अन्तिममा बलले फेरि वाइटको राम्रो चान्स ब्याक पास नम्बर 6 लाई नम्बर 6 विङबाट बढ्ने प्रयासमा लामो प्रहार दिनमा दिएको छ तर त्यसलाई इन्टरसेप्सन रेडबाट भएको छ र बल अहिले रेडको खुट्टामा प्लम्स्टेड अगाडि बढ्दै विङबाट ब्याक पास नम्बर 6 लामो प्रहार दिमा यसको साथै काउन्टर मुभ बनाउन चाहन्छ प्लम्स्टेड भेटरान तर 50-50 बलमा जित्न सफल भएका छन् यहाँ FC04 इन्टेकका लागि. राइट ब्याक साइडबाट बिल्ड गर्न चाहन्छ FC04 लामो डायगोनल टस राम्रो अट्याक नम्बर 15 चान्सेस थियो तर बल टाइममा पुगिसक्नु भएन र गोलकिपरले त्यसलाई सजिलैसँग इन्टरसेप्ट गरेर बललाई बाहिर. यसका साथै थ्रोबाट बल पूर्ण सुचारू गर्नेछ FC04 इन्टेकले. वाइटको बल वाइट FC04 इन्टेकको थ्रो इन. बल बाहिर वाइटको थ्रो इन. बल थ्रो इन भइसकेको छ दिएरमा तर अफसोस त्यसलाई सजिलैसँग गोलकिपरले कन्ट्रोलमा लिइसकेको छ. गोलकिपर प्रहार लामो प्रहार र मिस गरेको छ. राम्रो चान्सेस थियो राम्रो काउन्टर अट्याक दिएको थियो तर गोलकिपरले त्यसलाई डिस्टर्ब गरेको स्टिल वाइटको खुट्टामा बल राम्रो प्रहार तर त्यसमा पावर थिएन. त्यसलाई डिफेन्डरले राम्रोसँग कन्ट्रोल गरेर अहिले कन्ट्रोलमा लिइसकेको छ. 1-2 गरेर रेड डिफेन्डर अगाडि बढ्दै लामो प्रहार सेन्टरमा बल वाइटले बल इन्टरसेप्सन गरेको छ. ब्याक पास वाइट नम्बर 8 विङ स्विच गरेको छ बिल्डअप गरेर निकै नै बल राखेर बिस्तारै बिल्डअप गर्न चाहन्छ FC04 इन्टेक भने काउन्टर अट्याकिङ फुटबल खेलिरहेको छ क्लब स्ट्रिट भेटरानले. थ्रो गर्दै क्लब स्ट्रिट भेटरानका लागि
Propsted, red team. Back pass, डिफेन्डरले काउन्टर पास गरेको थियो तर रङ पास भएर अहिले वाइटको खुट्टामा बल सेन्टरमा बल डी एरिया राम्रो कन्ट्रोल गर्नु कोसिसमा छ स्टिल गोल 15 तर दुईटा डिफेन्डरले इन्टरसेप्ट गरिसकेको छ साइड पास विङबाट वाइट अगाडि बढ्दै राम्रो प्रहार डीमा चान्स राम्रो थियो तर डिफेन्डरले त्यसलाई इन्टरसेप्ट गरेर बललाई सेफ साइड गरिदिएको छ प्लम स्ट्रिट FC04 इन्टेक निकै नै राम्रो बलहरू बिल्डअप गर्दै तर प्लम स्ट्रिटका डिफेन्डरहरूले त्यो राम्रो प्रहार तर त्यसलाई राम्रोसँग सहीसँग इन्टरसेप्ट गरिसकेको छ अहिले रेडको खुट्टामा बल टपसेट अगाडि बढ्दै डीबाट अगाडि बढिसकेको विङमा पास विङबाट राम्रो अगाडि नम्बर 9 बढ्दै अगाडि साइड पास अगेन ग्रास पास तर बल मिसजज भएर बल आउट यसको साथै थ्रो इनबाट पुग्न बल सुचारू गर्नेछ FC04 इन्टेकले खेलको मध्यभागबाट थ्रो इन गर्दै FC04 इन्टेक विङमा बल खेल्न चाहन्छन् नम्बर 4 बल आउट थ्रो इन रेडको प्लम स्ट्रिट FC थ्रो गर्नेछ नम्बर 4 थ्रो इन नम्बर 4 राम्रो चेस्ट पास गरेको छ नम्बर 15 ले ब्याक पास गरेको छ स्टिल डिफेन्डर खुट्टामा छ बल बाहिर थ्रो इन वाइटको FC04 नम्बर 14 नम्बर 6 ले थ्रो इन गर्दै 04 FC राम्रो पास गरेको छ ब्याक पास बल सेन्टरमा नम्बर 12 ले बल सुट गर्ने कोसिसमा थियो तर सेन्टरमा फेरि पनि डी एरियामा बल दिएको छ 1-2-1 गर्दै अगाडि बढ्दै राम्रो चान्स तर त्यसलाई डिफेन्डरले इन्टरसेप्ट गरिसकेको छ रेडको खुट्टामा बल फेरि पनि वाइटले बल फेरि खोसेको छ र विङबाट अगाडि बढ्दै नम्बर 12 राउन्ड गरेर फेरि पनि लामो प्रहार डीमा बल राम्रो छ तर त्यसमा रेडको डिफेन्डर पुगिसकेको थियो ब्याकपास राम्रो चान्सेस तर मिस गर्यो मिस राम्रो प्रहार थियो जर्सी नम्बर 15 का खेलाडी FC04 इन्टेकका लागि तर उनले त्यस प्रहारलाई फ्रेममा भनेर राख्न सफल भएनन् लामो रिलिज गर्न चाहन्छन् प्लम स्ट्रिटका गोलकिपर र लामो रिलिज पनि राम्रो रिलिज नम्बर 8 ले त्यसलाई हेडिङ गरेर नम्बर 14 1-2-1 मा अगाडि बढ्दै नम्बर 4 डिफेन्डरले कोसिस गर्दैछ सेक्टरलाई र बललाई डिफेन्ड गरेर बाहिर कर्नर किक खेलको सम्भवतः यो पहिलो कर्नर किक हुनेछ FC04 इन्टेकका लागि जर्सी नम्बर 8 का निशान गुरुङले प्रहार गर्नेछन् FC04 इन्टेकका लागि यो कर्नर खेलको पहिलो कर्नर हुनेछ Now, corner kick by number 8. राम्रो कर्नर राम्रो रेडको चान्सेस फेरि पनि काउन्टर अट्याक दिनलाई विङमा अगाडि ब्याक पास नम्बर 9 अगाडि बढ्दै 1-2-1 तर त्यसलाई इन्टरसेप्सन वाइडबाट भयो र इन्टेक FC04 ले त्यो बललाई फेरि पनि अट्याकमा प्रहार गर्न चाहन्छ FC04 इन्टेक विभक्सभन्दा केही अगाडिसम्म बलको पुर्याउन सफल भइरहेको छ तर सर्टहरू कनेक्सनमा राख्न नसक्दा FC04 इन्टेक एक गोलले पछाडि रहेको छ अहिलेको यो पहिलो हाफको खेल जारी रहँदा नम्बर 15 प्लमस्टेड विङबाट बल पास गरेको थियो इन्स्ट्रक्सन वाइटको डिफेन्डरले वाइटको कन्ट्रोलमा बल नम्बर 8 वाइट स्टिल गोइङ फरवर्ड इन द सेन्टर लाइन लामो प्रहार तर त्यहाँ कोही पनि थिएन र बल सजिलोसँग गोलकिपरको हातमा प्लम स्ट्रिट एफसीका गोलकिपर बल रिलिज गर्दै खेलको मध्यभागबाट बल अगाडि बढाउन चाहन्छ प्लम स्ट्रिट भेटरान र यहाँनिर राम्रो सुट जर्सी नम्बर 9 का खेलाडीको राम्रो कन्ट्रोल पनि बल जित्न चाहन्थे र अझ बल जितेको छ यसका साथै FC04 नम्बर 12 अगाडि बढ्दै वाइटको राम्रो चान्स 1-2-1 नम्बर 14 अगाडि बढ्दै राम्रो चान्स क्रिएट भएको छ राम्रो प्रहार गरेको थियो र बल टार्गेटभन्दा बाहिर फ्रेमभन्दा केही मात्र माथि बल जान पुग्यो निकै नै राम्रो प्रहार थियो तर इनफेक्ट FC04 को यो फर्स्ट राम्रो अटेम्प भन्नुपर्छ तर टार्गेटमा बल गएन र बल बाहिर सम्भवतः एउटा मात्र अहिलेसम्मको प्रहार ससन टार्गेट छ र केही ससन टार्गेट चाहिँ गोलको रूपमा परिणत भएको थियो जुन गोलले प्लम स्ट्रिट FC भेटरानले FC04 इन्टेक विरुद्ध एक गोलको अग्रता बनाउन सफल भइरहेको छ यो भेटरान्सको फाइनलमा ब्याक पास
अहिले 0-4 अगाडि बढ्दै वाइट जर्सी डिपेन्ड राम्रो राम्रो प्रहार राम्रो बल थियो तर टार्गेट भन्दा अगेन 4 फिट यो बाहिर अट्याक जारी छ अहिलेको भन्नै पर्दाखेरि प्लम्स्टेडलाई यो FC 04 ले निकै प्रेसर दिएको छ भन्नु पऱ्यो होइन भाइ FC 04 ले आफूले अलिकति कन्ट्रोल बल पोसेसन फुटबल खेल्न खोजिरहेको छ भने प्लम्स्टेड भेटरान सायद पहिलो मिनटमै अग्रता लिएको भएर त्यो अग्रतालाई राख्नको लागि पनि काउन्टर अट्याकिङ र लङ बल खेल्न खोजिरहेको हुनसक्छ तर यहाँ निकै नै मध्य भागबाट फ्री किक प्रहार गर्नेछन् FC 04 इन्टेकका लागि जर्सी नम्बर FC 04 लङ किक राम्रो साइडमा त्यहाँ डिफेन्डरले हेल्प गरिदिन्छ चान्सेस राम्रो राम्रो प्रहार तर इन्टरसेप्सन भयो डिफेन्डरबाट बल सेफ सेन्टरमा नम्बर 9 प्लम्स्टेड जो एकदमै फास्ट प्लेयर छ उहाँ ग्रासबाट धेरै राम्रो ड्रिब्लिङ गर्न सक्नुहुन्छ तर त्यसलाई रङ पास भएर अहिले वाइटको खुट्टामा बल 04 FC 04 वाइट स्टिल गोइङ फरवर्ड विङबाट अट्याक गर्ने कोसिसमा तर डिफेन्डरले इन्टरसेप्ट गरिसकेको छ र खुट्टा रेडको खुट्टामा बल नम्बर 4 राम्रो इन्टरसेप्सन गरेको छ नम्बर 7 चान्सेस दिए तर बल चाहिँ सिल्डिङ राम्रो गरेर बललाई बाहिर यसका साथै यो खेलको दोस्रो कर्नर प्रहार गर्नेछ FC 04 इन्टेकले सेट पिसहरू खतरनाक हुने गर्छन् तर यो डेड बलमा कतिको यो डेड बल युटिलाइज गर्न सक्छ FC 04 भने निकै नै राम्रो कर्नर प्रहार थियो कनेक्सन पनि थियो तर त्यति राम्रो सशक्त कनेक्सन भने हुन सकेन बल क्लियर गर्दै प्लम्स्टेड भेटरान Now White विङबाट अगाडि नम्बर 4 राम्रो पास गरेको छ चान्सेस राम्रो छ राम्रो प्रहार दुईटा बल आइसकेको छ नम्बर 8 वाइटको तर कन्ट्रोल गर्न सक्नु भएन बल बाहिर रेफ्रीले आउटको सङ्केत गरिसकेको छ र रेड प्लम्स्टेडको थ्रो इन आउट अगेन वाइटको बल र यसको साथै FC 04 इन्टेक थ्रोइङ गर्दै जर्सी नम्बर 12 का खेलाडी क्रस गर्न चाहन्थे तर डिफेन्डरले त्यसलाई इन्टरसेप्ट गरे लामो क्लियरेन्स डिफेन्डरको यहाँ प्लम्स्टेड FC का लागि निकै नै राम्रो फिल्डिङ FC 04 इन्टेकका खेलाडीद्वारा र यहाँ थ्रो इन गर्नेछ FC 04 इन्टेकले ब्याकहाफबाट बल बिल्डअप गर्दै FC 04 इन्टेक FC 04 इन्टेक खेलको मध्य भागमा बल राख्दै बिल्डअप गर्न चाहन्छ तर स्पेस भने दिइरहेको छैन प्लम्स्टेड FC ले म्यान टु म्यान मार्किङ गरिरहेको छ प्लम्स्टेड FC फोल्ट दिएको छ फोल्ट र वाइट रेड फ्री किक प्रहार गर्नेछन् सम्भवतः यहाँ FC 04 इन्टेकले 04 इन्टेकको राम्रो चान्स राम्रो ठाउँमा फ्री किक राम्रो ठाउँमा एङ्गलमा परेको छ हेरौँ प्लेयरले कतिको राम्रो प्रहार सायद स्ट्रङ होइन यो पोस्टमै यदि उहाँले प्रहार गर्नु भने चान्सेस बढी देख्छु गोलकिपरले 2 म्यान मात्र वाल राखेको छ राम्रो पास गरेको थियो तर त इन्टरसेप्सन भयो डिफेन्डरबाट र रेडको खुट्टामा बल बल थियो तर रेफ्री देख्न सकेन बल क्यारी अनमा छ वाइटको खुट्टामा बल विङबाट नम्बर 12 अगाडि बढ्दै साइड पास स्टिल वाइट ब्याक पास तर बल बाहिर गएको छ र वाइटको थ्रो इन सम्भवतः क्लियरेन्स थियो त्यो त्यस्तै गरेर कर्नर थ्रोइङ प्रहार गर्दै थियो FC 04 इन्टेकले यहाँ स्लाइडिङ ट्याकल थियो केही तर निकै नै बल लामो क्रस गर्न चाहन्थे तर प्लम्स्टेड FC का प्लेयरमा डिफ्लेक्ट हुँदै बल थ्रोइङ प्रहार गर्नेछ FC 04 इन्टेकले पूर्ण लामो क्रस FC 04 को लागि राम्रो थियो चान्सेस तर गोलकिपरले त्यसलाई सजिलैसँग पन्च गरिदिएको छ बल फेरि पनि प्लम्स्टेड रेडको खुट्टामा बल सेन्टरमा अगाडि बढ्दै तर मिस जज भएर उहाँले कन्ट्रोल गर्न सक्नु भएन बल थ्रोइङ गर्दै FC 04 खेल्न चाहन्थे ब्याक पास तर मिस पास भएको छ यहाँ बल सेन्टरमा वाइटको खुट्टामा बल अगेन कोसिस जारी छ इन्टेक
04 FC04 को विङबाट बल अगाडि बढ्दै FC04 ले बल पोसेसन राखिरहेको छ लामो प्रहार जी भन्दा बाहिर बल कन्ट्रोल गर्न सक्नु भएन बल आउट रेडको थ्रो इन गर्नेछ क्लब स्ट्रिट FC ले FC04 इन्टेकले बल भने चाहिँ राम्रो तरिकाले पोसेसनमा राखिरहेको छ बिल्डअप गेम खेलिरहेको छ तर उनीहरूको फाइनल थर्डमा बल भने राम्रोसँग प्रहार गर्न नसक्दाखेरि स्कोरमा उनीहरू केही पछि छन् क्लब स्ट्रिट FC लाई 1-0 को अग्रता छ तर क्लब स्ट्रिट अर्को गोल थप्न चाहन्छ राम्रो पास तर अफसोस बल रङ खुट्टामा वाइट अगाडि बढ्दै सेन्टरबाट बल विङबाट अट्याक हुँदै लामो प्रहार राम्रो विङबाट राम्रो चान्स छ स्टिल गोइङ वाइड राइट गोइङ स्ट्रङ राम्रो छिराहरू जारी छ तर त्यसलाई रेडको डिफेन्डरले इन्टरसेप्ट गरेर बल सेफ साइडमा लिइसकेको छ पास नम्बर 9 लाई नम्बर 9 सेन्टरबाट अगाडि बढ्दै फेरि पनि 2-1 भएकोले सक्नु भएन र वाइट खुट्टामा बल डी एरियामा राम्रो उसले डज दिने कोसिस गरेको थियो तर आफू डज भयो बल बाहिर गोलकिपरले बल कलेक्ट गरेका छन् क्लब स्ट्रिट FC का लागि लामो रिलिज गोलकिपरको तर थ्रो इन प्राप्त गर्नेछ यसका साथै FC04 इन्टेकले रेफ्री घडी निहाल्दैछन् सम्भवतः यो पहिलो हाफको अन्तिम समयतिर छ मानी FC04 को कोसिस जारी छ अट्याकिङ पनि निकै अहिले निकै प्रेसर दिए जस्तो लाग्छ फेरि पनि वाइट नम्बर 8 अगाडि बढ्दै सेन्टरमा बल तर डिफेन्डरले इन्टरसेप्ट गरेर बललाई बाहिर फालिदिएको छ सेफ जोनमा र वाइटको थ्रो इन FC04 इन्टेकले केही फाइनल थर्ड बलहरू निकाल्न सक्छ भने यति बेला उनले गोल पनि निकाल्न सक्छ क्लब स्ट्रिट FC लाई यति बेला 1 गोलको अग्रता छ थ्रो इन गर्दै FC04 इन्टेकका लागि विङबाट राम्रो पास स्टिल वाइट एज गट बल नम्बर 12 1-2 गर्न कोसिस गरेको थियो तर बलको अन्डरस्ट्यान्डिङमा अलिकति मिसअन्डरस्ट्यान्डिङ भएर बल बाहिर This is another third corner for FC04 को third corner. Let's see. Another attack. आफ्नो खेलाडीहरू पोजिसनमा गइसकेको छ राम्रो प्रहार राम्रो डेलिभरी तर त्यसलाई हेडिङबाट डिफेन्डरले बललाई सेफ साइडमा हालिदिइसकेको छ रेड खुट्टामा बल लङ पार ओन्ली 1-1 छ राम्रो कोसिसमा छ बल अलिकति फास्ट तर कन्ट्रोलमा आइसकेको छ नम्बर 9 रेडको खुट्टामा साइड पास दिएको छ तर पास कमजोर भएकोले बल ठाउँमा पुग्न सकेन खेलाडीको र गोलकिपरले रेफ्रीले सङ्केत गरिसकेको छ हाफ टाइमको यसको साथै पहिलो हाफको खेल समाप्ति हुँदा क्लब स्ट्रिट भेटरानले FC04 इन्टेक भेटरानमाथि 1-0 को अग्रता लिन सफल भइरहेको छ को तयारी रेफ्रीले काउन्ट सुरु गरिसकेको छ र हेरौँ सेकेन्ड हाफमा बल आइदर ड्र ओ विन भाइको के छ विचार क्लब स्ट्रिट FC ले यो उपाधि जित्नको लागि 2026 को 24औं गोर्खा कप अन्तर्गत भेटरान तर्फको फाइनलको उपाधिमा 7 डिफेन्डमा डीमा गइसकेको इन्टरसेप्सन भइसकेको छ र पास ब्याक पास डिफेन्डरको खुट्टामा बल राम्रो कन्ट्रोल राम्रो प्रहार विङबाट नम्बर 11 रेड अगाडि बढ्दै तर उहाँ टाइममा पुग्न सक्नु भएन र ब्याक पास डिफेन्डरबाट बललाई सेभ गरिदिएको छ रेड गोलकिपर खुट्टामा बल साइड पास ग्राउन्ड पासबाट विङबाट वाइट अगाडि बढ्दै इन्टरसेप्सन रेडले चाहिँ बल इन्टरसेप्सन गरिसकेको छ छिन जान्थ्यो त जारी तर बल वाइटको थ्रो इन क्लब स्ट्रिट भेटरानले केही संयमित भएर खेल्नुपर्ने हुन्छ यदि उसलाई उपाधि जित्नुपर्ने छ भने अहिलेसम्मको ताजा स्कोर 1-0 को अग्रता लिइरहेको छ क्लब स्ट्रिट भेटरान र थ्रोको इसारा या रेफ्रीद्वारा FC04 इन्टेकका तर्फबाट थ्रो इन गर्दै खेलाडी रेफ्रीले केही पछाडिबाट थ्रो गर्न इसारा गर्दै थ्रो गर्दैछन् FC04 इन्टेकका लागि खेलाडीले 04 को थ्रो इन भइसकेको छ विङबाट अट्याक को प्रयास गरेर रेडले इन्टरसेप्ट गरेर रेडको खुट्टामा बल फ्रम स्टेट रेड अगाडि बढ्दै सेन्टरबाट ग्रास पास बल स्टिल इन सेन्टर सिधा घन्टी जारी छ त रेफ्रीले त्यसलाई रफको सङ्केत दिएर फ्रम स्टेटको
फेभरमा फल्ट दिएको छ अहिले बल सेन्टरमा रेड प्लम्स्टेडको फ्री किक प्रहार गरेको प्लम स्ट्रिट एफसी लाइन्सम्यान या रेफ्रीद्वारा सब्स्टिट्युटको इसारा खेलाडी परिवर्तन गर्दैछ। अब प्रहार तर अफसोस त्यहाँ रेफ्रीको इन्डिकेसन भइसकेको थिएन र रेफ्रीले इन्डिकेट गर्दैछ कि बललाई फेरि रिकिकको लागि सम्भवतः एफसी 04 इन्टेक त्यति बेला खेलाडी परिवर्तन गरिरहेको थियो। लाइन्सम्यान र रेफ्रीले खेलाडी परिवर्तनको इसारा र फ्री किक प्रहार गर्दैछ प्लम स्ट्रिट एफसी। प्लम्स्टेड एफसी फ्री किक नम्बर 4 राम्रो प्रहार राम्रो थियो तर डिफेन्डरको हेडिङबाट इन्टरसेप्ट भइसकेको छ बल सेफमा। अब वाइडको खुट्टामा बल कन्ट्रोलमा विङबाट बल अगाडिपट्टि सेन्टरमा ग्रास पास फेरि पनि वाइड नै 1-2-1 गर्दै बल्दै डिपबाट सेन्टरमा बल राम्रो चान्सेस तर उहाँले कन्ट्रोल गर्न सक्नु भएन र बल फेरि पनि वाइडकै खुट्टामा लकिली वाइडमा उहाँ विङबाट अगाडि बढ्दै र लामो प्रहारको प्रयास गर्दै तर इन्टरसेप्सन प्लम्स्टेडको रेड डिफेन्डरले बललाई कर्नरमा परिणत भएको छ र वाइडको चान्सेस कर्नर किक। एफसी 04 इन्टेकले केही काउन्टर अट्याकिङ मुभहरू बनाइरहेको छ। यो फोर्थ कर्नर हो एफसी 04 इन्टेकको लागि होल गेममा र फर्स्ट कर्नर सेकेन्ड हाफमा राम्रो कर्नर राम्रो चान्सेस तर त्यहाँनिर नम्बर 7 वाइडको खुट्टामा बल उहाँले चाहिँ बललाई साइड पास गर्नुभएको छ तर उहाँले रङ पास गर्नुभएकोले प्लम्स्टेड रेडको खुट्टामा बल विङबाट ग्रास पासबाट अगाडि बढ्दै सेन्टरमा राम्रो टच दिएको छ तर को फुट पहिला पुग्छ त्यसमा हेर्नु बाँकी नै छ। नम्बर 14 टाइममा पुगेको थियो र त्यसलाई सेफ जोनमा डिफेन्डरले बललाई फाइदिएको छ। गोलकिपरले लामो क्लियरेन्स गरिदिए ब्याक पासलाई। यहाँ थ्रो इन गर्ने छ एफसी 04 इन्टेक। दोस्रो हाफको खेल यो चाहिँ घम्साघम्सी रूपमा भइरहेको छ। गोर्खा कप 2026 अन्तर्गत यो टुरिस्ट भेटरानतर्फको फाइनल खेल सञ्चालन भइरहेको छ। यति बेला फ्लिक गर्न चाहन्थे तर बल भने गुमाउन पुगे प्लम स्ट्रिट भेटरानका लागि। निकै नै राम्रो स्किल यहाँनिर एफसी 04 इन्टेकका खेलाडी त राम्रो चान्स राम्रो प्रहार तर अफ टार्गेट निकै नै राम्रो काउन्टर अट्याकिङ फुटबल खेलिरहेको छ प्लम स्ट्रिट एफसी भने एफसी 04 इन्टेक केही पोसेसन राखेर बल खेल्न चाहन्छ। एफसी अहिले प्रेसर प्लम्स्टेड रेडबाट निकै नै प्रेसर जारी छ र थर्ड एटेम्प भइसक्यो सेकेन्ड हाफमा तर बल गोलमा परिणत हुन सकेको छैन र विङबाट वाइड अगाडि बढ्दै साइड पास अगाडि 1-2-1 गर्दै अगाडि बढ्दै तर त्यहाँ फल भएको छ रेडबाट जुन किपरले सङ्केत दिइसकेको थियो फलको र वाइडको फ्री किक प्रहार गर्ने छ। सानो रेफ्रीको वार्निङ प्लम्स्टेड रेड टिमको खेलाडी is quite good player, quite fast, but referee has given him a warning. Number 9. Unfortunately, he has been booked. जर्सी नम्बर 9 का खेलाडी प्लम स्ट्रिट भेटरानका लागि Free kick by White. दुर्गा लिम्बूलाई पहिलो कार्ड हेडिङ गरेको पनि हो कोसिस जारी थियो तर अनलकी भन्नुपर्छ। एकदमै राम्रो प्रहार पनि थियो तर त्यो पावर पनि थियो त्यसलाई सानो फिटमा त्यो बलमा परिणत हुने ठुलो चान्सेस तर बलले बाहिर भागेभन्दा बाहिर पोस्टको दिशा मात्र दिनुपर्ने थियो खासमा खेलाडीले तर त्यसमा केही प्रेसर अथवा फोर्स लाउन पुग्दा बल पोस्टभन्दा केही माथि गएको थियो। एफसी 04 इन्टेकको प्रहार डीमा बल बडा अगाडि तर अफसोस कुनै खेलाडी त्यहाँ तैनात नभएकोले बल बाहिर वाइटको बल थ्रो इन। प्लम स्ट्रिट भेटरान आफ्नो 1-0 को अग्रता जोगाउन प्रयास गरिरहेको छ। एफसी 04 इन्टेक भने एक गोल गरेर यो खेललाई बराबरीमा ल्याउन चाहन्छ। स्विच गरिसकेको छ वाइट अगाडि बढ्दै सेन्टरबाट अगाडि अट्याकिङ मुडमा राम्रो पास दुईजना 1-2-1 मा राम्रो साइड पास दिएको छ नम्बर 4 ले नम्बर 12 लाई विङबाट अट्याकमा वाइट ले फेरि पनि ब्याक पास राम्रो स्टिल चान्सेस छ उहाँले कहाँ दिने भनेर गर्दै थियो तर नम्बर 11 ले उहाँलाई पुश गरिदिएको छ र रेफ्रीले त्यसलाई थ्रो फलको सङ्केत दिएको छ। फल फ्री किक फर वाइट एफसी 04 थ्रो इन गर्ने चाहिँ एफसी 04 इन्टेकले ओके
लामो थ्रोइङ गर्दै टिममा FC04 बल इन्टेकको खतराको लागि गन्ती चान्सेस थियो तर गोलकिपरले त्यसलाई सजिलोसँग नियन्त्रणमा लिन सफल भएको छ बल गोलकिपरमा लामो प्रहार बल सेन्टरमा 1-1 among two defenders. Number 9 is quite fast. Let's see what he can do. No, he was not there on time. Plumstead FC doing everything to save their 1-0 lead, and FC04 Intake trying to score a goal to settle the game. To make it 1-1 draw, FC04 Intake, they really need to score a goal. तर यहाँ थ्रो इन गर्ने छ प्लमस्टेड भेटरानले Number 11, Plumstead Red, throw in. Side, लामो प्रहार भएको थियो तर 1-1 गर्दै बल अगाडि बढ्दै अनि त्यसपछि नम्बर 6 विङबाट लामो प्रहार तर बल रिकसे भएर बल बाहिर गएको छ र सायद यो कर्नर किक हुनसक्छ होइन यो रेफ्रीले कर्नर किकको सङ्केत गरेका छन्। यसका साथै पहिलो कर्नर किक प्रहार गर्नेछ प्लमस्टेड भेटरानले। After half time, this is the first corner kick for Plumstead Red. Let's see how they're going to do. प्लमस्टेड भेटरान टाइम लिन चाहन्छ, अग्रता छ उनीहरूसँग, त्यही अग्रता जोगाउन सक्ने हो भने गोर्खा कप 2026 को पुरुष भेटरानतर्फको उपाधि जित्न सफल हुनेछ। हाम्रो प्रहार टिममा बाहिर राम्रो हेडिङको लागि गएको थियो तर अफसोस टाइममा हेड गर्न पुग्न सक्नु भएन र अहिले वाइटको डिफेन्डरको खुट्टामा ब्याक पास बल अगाडि बढ्दै विङबाट लामो प्रहार सेन्टरमा वाइट स्टिल गट चान्स इन्टरसेप्सन बाई डिफेन्डर रेडले फेरि पनि सेन्टरबाट बल फेरि अगाडि रेड अगाडि बढ्दै प्लमस्टेड रेड विङबाट अट्याम्प त्यसमा फलको अपिल तर रेफ्रीले दिनुभएको छ वाइटलाई वाइटको थ्रो इन भइसकेको छ थ्रो इन गर्दै FC04 इन्टेक क्लियरेन्स गर्नेछ प्लमस्टेड एफसीले। प्लमस्टेड एफसी बल राखेर केही पोसेसन फुटबल विङमा खेल्न चाहन्छ मिडको र निकै नै राम्रो बल पालेका छन् यहाँ प्लमस्टेड एफसीका लागि तर डिफेन्डरको क्लियरेन्स राम्रो कन्ट्रोल गर्न चाहन्थे FC04 इन्टेकका लागि तर बल भने थ्रो इन गर्नेछ प्लमस्टेड भेटरान। जर्सी नम्बर 5 का खेलाडी थ्रो इन गर्दै प्लमस्टेड भेटरानका लागि। र यहाँ सब्स्टिट्युट गर्नेछ प्लमस्टेड भेटरानले। जर्सी नम्बर 6 का खेलाडी मैदान बाहिर जानेछन् भने उनको स्थानमा सानो अनाउन्समेन्ट Man of the match judges today we have retired Major Krishna Kumar Ali, BEM, ex-Nepal national player and Brigade of Gorkhas football star. Number 2 judge is Captain Balkrishna Guru, a former OIC of Gorkha Cup, and number 3 is Melissa Busnet, Scotland International under 17 football player. गोलकिपर FC04 इन्टेकका लागि गोलकिप बलले अन्त भएको छ राइट ह्यान्ड साइडबाट बिल्डअप गर्दै FC04 इन्टेक विङमा बल खेल्न चाहन्छन्। मिडबाट बिल्डअप गर्दैछ FC04 इन्टेक तर यहाँ बल जित्दै प्रहार थियो तर पोस्टभन्दा निकै नै बाहिर यो प्रहार FC04 इन्टेकका लागि। केही कोसिसहरू गरिरहेको छ FC04 इन्टेकले तर ती प्रहारहरूलाई फ्रेमभित्र भने राख्न सकिरहेको छैन। सर्ट्स अन टार्गेट चाहिँ नहुँदाखेरि यति बेला FC04 इन्टेक दोस्रो हाफको खेल चलिरहँदा 1-0 पछाडि छ। Goalkeeper, the side pass from Red coming forward. Back pass, the goalkeeper. Side pass, wing ball अगाडि बढ्दै from Red. Long pass, wing ball, राम्रो chances छ। Number 9 पुगिसकेको छ आफ्नो पोजिसनमा। Red Plumstead still going forward. Dima बा short pass दिएको थियो तर डिफेन्डरले इन्टरसेप्ट। फेरि पनि रङ पास रेफ्रीको सङ्केत को सङ्केत रेफ्रीबाट किक जित्नेछ FC04 इन्टेक आफ्नो डिफेन्सिभ हाफमा। साइड पास वाइट
going forward, FC. Wingborough, Senjama ball, 15 number, back pass. Still going forward, Senjama. Still White, side pass, number 15. Wingborough, Hadi Bani Kosisma, ball headday. राम्रो सेन्टरमा बल दिएको छ वाइट नम्बर 12 1-2 गर्दै बिस्तारै वाइट अगाडि बढ्दै राम्रो विङबाट राम्रो अगाडि बढ्दै उहाँले छल्ने कोसिसमा छ डिफेन्डरलाई राम्रो छलाइ पनि भएको छ तर अफसोस त्यसलाई डिफेन्डरले इन्टरसेप्ट गरिसकेको छ र बल बाहिर वाइटको थ्रो इन सम्भवतः कर्नर किक ट्रायल गर्नेछ FC 04 इन्टेकले यो खेलको 5औं कर्नर किक ट्रायल गर्दैछ FC 04 इन्टेक राम्रो कर्नर राम्रो त्यसमा हेडरको लागि कोसिसमा हुनुहुन्थ्यो तर फेरि पनि बल टार्गेट भन्दा बाहिर बल कनेक्ट त गरेका थिए तर बललाई पोस्टको दिशातर्फ डिरेक्सन दिन नसक्दाखेरि यति बेला FC 04 इन्टेक बल क्लबस्टिक भेटरानका लागि गोलकिपद्वारा बल पुर्न सुचारू गर्नेछन् प्ले अन last pass or run pass number Plumstead yes Plumstead is going forward center अगाडि विङबाट अगाडि बढ्ने कोसिसमा dribbling राम्रो dribbling साइडमा दिएको छ number 5 Plumstead still going forward number 16 राम्रो side pass तर wrong pass भएकोले त्यसलाई डिफेन्डरले इन्टरसेप्ट गरिसकेको छ now still number 12 White going forward सेन्टरबाट बल केही पछाडि ग्लास पासबाट अगाडि बढ्दै White FC 04 राम्रो side pass राम्रो जजमेन्ट तर त्यसलाई डिसेप्सन डिफेन्डर गरेर बललाई बाहिर फालिदिएको छ थ्रो इन White को 04 FC FC 04 इन्टेकले केही राम्रा ट्रायलहरू केही राम्रा मुभहरू निकै नै राम्रो क्रस इजी कलेक्सन फर दि गोलकिपर क्लबस्टिक भेटरानका गोलकिपर इजी कलेक्ट गर्दै बललाई ball was in target but there was no power so it was very easy for goalkeeper to control the ball up in the air and FC 04 इन्टेकले केही डिस्टर्बेन्स केही प्रपर स्ट्राइकर मुभ देखाउनु पर्ने हुन्छ डिबक्सभित्र यदि गोल गर्ने हो भने थ्रोइन र बल पोजिसन जिते पनि कर्नरहरूमा स्ट्याट्समा राम्रो खेले पनि गोलको कुरामा भने FC 04 इन्टेक पछाडि रहेको छ फर्स्ट मिनटको गोलले क्लबस्टिक भेटरानलाई अहिलेसम्म दोस्रो आफ्नो खेल जारी रहँदा 1-0 को अग्रता बनाउन सफल भइरहेको छ थ्रो इन भइसकेको छ वाइटको बल विङबाट सेन्टरमा डीतिर प्रेसर दिएको छ राम्रो स्टिल वाइट दुईटा वाइटको टिमहरू त्यहाँ छ नम्बर 15 ले साइड पास गर्ने कोसिस गरेको इन्टरसेप्सन भयो स्टिल वाइट गोइङ फरवर्ड गोइङ स्ट्रङ 11 ले ब्याक पास गरेको छ नम्बर 15 वाइटबाट चान्स राम्रो प्रहार विङमा हेडेड दिएको थियो तर पावर छैन तर डिफेन्डरले त्यसलाई सजिलै कन्ट्रोल गरेको छ स्टिल डेन्जर लाइनमै छ तर अफसोस मिस जज भएर बल बाहिर ट्रायल त राम्रो थियो FC 04 इन्टेकका लागि तर FC 04 इन्टेक दे रियली निड टु टेक अ शॉट्स ऑन टार्गेट I can see now White FC 04 is putting lots of pressure, lots of effort and trying to score a goal. Let's see, there's an injury sign by the referee. The game has stopped, but now on second half, the Whites FC 04 is quite looking strong and trying very hard to score the goal. What do you think? फर्स्ट हाफको त्यो पहिलो मिनटको गोलसँगै FC 04 इन्टेक केही प्रेसरमा केही पोसेसन बल खेलिरहेको छ उनीहरूलाई यो फर्स्ट हाफको गोल कन्सिडले गर्दाखेरि होला सायद उनीहरू अलिकति काम अनकम्पोज गेम देखाउन सकिरहेका छैनन् तर पोसेसन र स्ट्याट्समा भने FC 04 इन्टेक रियली राम्रो साँच्चीकै राम्रो छ Okay, we have our Scotland International under 17 full player Miss Busnet, isn't it? Regney? Okay, or Regney. So, what is your opinion so far? If you share your experience with our crowd there today. I think the crowd is very lively, and I think it's a very good game to watch from both sides. They're showing good skills both sides. Even though the white team are losing, they're still showing like determination to get back into the game, which is really good. So yeah, it's really nice to watch. Good game. So now England is women teams are quite strong, and you are in Scotland team under 17. And do we hope that one day we'll see you in World Cup? Hopefully one day, yeah. I even want to maybe even try and play in Nepal one day to see and experience how the game is over there. And yeah, I just want to
go as far as I can in football. So when you become professional, there are so many things that you need to consider. It's not an easy game. It doesn't happen overnight. You have to work hard. And what are the things you have to go through? Constant training. I've been training at least like 3 times a week since I was 6 years old. So that's basically my whole life. So yeah, constant training. You have to stay consistent. And even going on some runs in your spare time. And when you've got a break, make sure to keep up with your stamina, go and run and stuff, etc. Thank you for sharing your experience and good luck for the international games. Thank you. अनि हाम्रो अर्को जजमेन्ट हाम्रो बालकृष्णजी हुनुहुन्छ. So far, what do you think? I think the match is going really good. So far, you don't know who is going to win, although Plumstead has one score ahead. But you can't decide at this stage who is going to be the winner for Veterans Cup this year. Thank you. Thank you, Captain Balkrishnaji, who is also ICO sports को लागि र उहाँको पनि फुटबलमा धेरै नै योगदान रहेछ. Again, now redले बल हानिसकेको छ. बल सेन्टरमा interception वाइडबाट तर स्टिल 11 ले कन्ट्रोल बललाई गरिसकेको छ र अट्याकिङ यसमा उहाँले नम्बर 9 लाई पास गरिसकेको छ र रेडको खुट्टामा बल राम्रो पाहाड तर बललाई टाइममै उहाँले कन्ट्रोल गर्न सक्नु भएन र वाइडले त्यो बललाई कन्ट्रोल गरेर बल बाहिर. र यसको साथै FC04 इन्टेक गोलकिपर बल कलेक्ट गर्न निकै नै पर पुगेका थिए र प्ले अन भएको छ. FC04 इन्टेक त्यही हतार पनि अब नेसेसिटी पनि देखाउनु पर्ने छ FC04 इन्टेकको लागि. नम्बर 12 अट्याकिङ गोइङ फ्रम विङ पास गरेको थियो राम्रो तर डिस्जज भयो. रेडले इन्टरसेप्ट गरिसकेको छ बललाई. फेरि पनि रङ पास भइसकेको छ. कमजोरी देखिँदैछ डिफेन्डरको. राम्रो त्यसको फाइदा उठाउँदै राम्रो छ गल पास दिएको छ. चान्सेस दियो गोल यसका साथै FC04 इन्टेक गोल पर्काउन सफल भएको छ. इन्ट्रेस्टिङ इट्स 1-1. बल इन्टरसेप्सन भयो. त्यहाँ मिसअन्डरस्ट्यान्डिङ डिफेन्डरको भएको थियो र त्यसको फाइदा उठाउँदै वाइटले त्यो बललाई गोलमा परिणत गरेर अहिले स्कोर भएको छ. FC04 इन्टेक 8 Plumstead Veteran 8. Oh, sorry, I think there was a wrong interception. Goalkeeper counted. Okay, it is a score 1-1 so far. Let's see, there's a change. How now? Let's see. I think we got another 5 minutes or so. So let's see what's going to be. Is it going to be a penalty or is it going to be a win? So far अहिलेसम्मको गेम हामीले निहालिराख्दाखेरि FC04 इन्टेकले जुन गोल खाइसके पछाडिको पोजिसन र टेम्पोमा गेम खेलिरहेको त्यही टेम्पोमा गेम खेल्छ भने अर्को गोल पनि निस्किनेछ. साथै प्लम्स्टेड भेटरानको डिफेन्सिभको केटा पनि उनीहरूको पनि अट्याकिङ चाहिँ निकै नै राम्रो देखिराखेको छ अहिलेसम्म. प्लम्स्टेड भेटरानको जर्सी नम्बर 9 का खेलाडीले निकै नै राम्रो बलहरू कन्ट्रोल गरिरहेका छन्. अहिले भर्खर गोल गर्ने खेलाडीको नाम शेरजङ थापा नम्बर 7 फ्रम FC04. टिममा बल खेल्दै FC04 इन्टेक क्रस र यहाँ बल इन्टरसेप्ट गर्दै रेड टिम प्लम्स्टेड भेटरान. राम्रो चान्स वाइडको फेरि पनि राम्रो पहल तर त्यसलाई चाहिँ बललाई चाहिँ इन्टरसेप्ट गरिदिएको थियो र बल अट्याकिङ पोजिसनमा पुग्न सकेन. फेरि पनि राम्रो पहल सेन्टरमा गएको छ. राम्रो गोलकिपरको अगाडि पुगिसकेको त्यो खेलाडी फेरि राम्रो चान्स वाइडको प्रेसरमा दिइरहेको छ तर गोलकिपरले त्यो बललाई कन्ट्रोलमा लिइसकेको छ. वाइड इज डुइङ भेरी वेल किपिङ भेरी स्ट्रङ प्रेसर अगेन्स्ट द रेड टिम. Now it's a half time and Full time actually. Full time and there's going to be a extra time. Extra time. A referee has indicated it's going to be extra time. यसको साथै रेगुलर समयको खेल 1-1 को बराबरीमा सकिएको छ.
FC04 इन्टेकका लागि खेलको अन्तिम समयमा जर्सी नम्बर 7 का शेरजन थापाले गोल गर्दै यस खेलको पहिलो मिनेटमा गोल गर्दै प्लम स्ट्रिट भेटरानले अग्रता लिएको थियो भने खेलको अन्तिम मिनेटमा गोल गर्दै FC04 इन्टेकले खेललाई बराबरी र यो अतिरिक्त समयतर्फ धकेलेको थियो। फेरि यहाँ साइडको चेन्ज देखिरहेका छौँ हामी एक्स्ट्रा टाइमको लागि एक्स्ट्रा टाइमको एडिसनल हाफको फर्स्ट हाफको खेल अब सुचारू हुनेछ। Now you can see on our right hand side is FC04 white and on the left hand side is Plumstead red. 5 minutes each side. White को खुदावा लामो प्रहार जिबले राम्रो दिएको छ तर बल एक फिटबाट बाहिर राम्रो जजमेन्ट तर राम्रो प्रहार लङ रेन्ज प्रहार थियो। पोस्टभन्दा केही मिटर मात्र बल बाहिर जान पुग्यो। लामो रिलिज गर्नेछ प्लम स्ट्रिट भेटरानले। राम्रो प्रहार सेन्टरमा बल सेन्टरबाट हेडिङबाट साइड पास गरेछ डिफेन्डरको खुट्टामा ब्याक पास नम्बर 4 ले गोलकिपरलाई साइड पास फेरि नम्बर 4 अगाडि बढ्दै विङबाट सेन्टरमा बल फाल्दिएको छ स्टिल वाइट गोइङ फरवर्ड सेन्टरमा वाइट गोइङ फरवर्ड नम्बर 8 इन्टरसेप्सन बाई द रेड team and the ball is out. So throw in गर्नेछ FC04 इन्टेक। long pass. हाम्रो भेटिङ्सको गेम भइरहेको छ र हाम्रो विशेष अतिथि दिपेन्द्र गुरुङ हिमालयन जेटको MIOD पनि यहाँ आइसक्नु भएको छ र उहाँहरूको सम्पूर्ण टिमलाई स्वागत गर्न तम्दीको तर्फबाट सम्पूर्णलाई अनुरोध गर्न चाहन्छु र उहाँहरूलाई सिधै खानाको एरियामा लगिदिनु हुनको लागि गेस्ट कोअर्डिनेटर उपाध्यक्ष कमल गुरुङजीलाई अनुरोध गर्न चाहन्छु। And we would like to welcome our special guest, Dipendra Gurung, Himalayan Jet MIOD, and also he is accompanied by few distinguished guests. Please entertain them to the food area. उहाँले राम्रो पासन गरेको र वाइट जर्सी पुगिसकेको थियो तर अफसोस उहाँले कन्ट्रोल गर्न सक्नु भएन। राम्रो चान्स वाइटको फेरि पनि कोसिसमा वाइटले बललाई 2 स्कोर गर्नमा कोसिसमा जारी छ। इन्टरसेप्सन बाहिर बल बाहिर वाइटको थ्रो इन नम्बर 12 थ्रो इन भइसकेको छ वाइटको नम्बर 12 लाई बल अगाडिबाट लामो प्रहार दिमा बल हानेको छ सिधै सेन्टरमा चान्सेस राम्रो थियो इन्टरसेप्सन भएको थियो गोलकिपर झुकेको पनि थियो तर बललाई नेट छुम्नबाट डिफेन्डरले बचाएको छ। स्टिल स्कोर इज 1-1। FC04 इन्टेक निकै नै राम्रो क्रसहरू डायगोनल क्रसहरू र डिबक्समा क्रसहरू गरिरहेको छ। थ्रोइङ गर्दै प्रहार थियो FC04 इन्टेकका लागि तर पोस्टभन्दा केही बाहिर जान पुगेको छ यो प्रहार। गोलकिपरले साइड पास डिफेन्डरलाई दिइसकेको छ। प्लम्स्टेड लामो पास अगेन तर बल अन्तिम सक्नु भएन र वाइटको बल थ्रो इन वाइट गोइङ फरवर्ड गोइङ गरिसकेको छ। स्टिल वाइटको पोजिसनमा बल विङबाट लामो प्रहारको लागि तयार साइड पास स्टिल गोइङ वाइट 1-2-1 गर्दै अगाडि बढ्ने कोसिसमा तर डिफेन्डरको बलियो बल उहाँले थ्रु गर्न सक्नु भएको छैन र कोसिस जारी थियो तर यसमा फलको सङ्केत रेफले दिएको छ। रेडको फ्री किक वाइटको फ्री किक FC04 इन्टेक फ्री किक ट्राई गर्नेछ डिबक्सभन्दा केही बाहिर यो फ्री किक डाइरेक्ट ट्राई गर्ने भन्दा पनि क्रसलाई हेडर गरेर गोलमा परिणत गर्न सक्छ FC04 इन्टेक। वाइटको प्रेसर जारी छ। फ्री किक वाइटको फेरि पनि राम्रो चान्स हेरौँ उहाँले बल मिलाउनु हुँदैछ र सायद डाइरेक्ट गोल पोस्टमै उहाँले हान्नुहुन्छ होला र त्यसको डिफ्लेक्टमा रेडी भएर चाहिँ स्कोररहरू स्ट्राइकरहरू चाहिँ तयार भइसकेको छ। लेट्स सी 2 म्यान वाल देख्न सक्छौँ हामी प्लम स्ट्रिट भेटरानका लागि र उहाँले सर्ट पासको कोसिसमा लामो पावरफुल तर टार्गेटमा 3 मिटर बाहिर बल पावरफुल त थियो तर
हाम्रो एक्स भेटरन हाम्रो मेजर आलेबाट चाहिँ त्यो बल चाहिँ के गर्नुपर्ने थियो अरे कुन बल हालेको बल पावरफुल गरेर हाल्नुपर्छ कि आफूले सर्टकट अनि अलिकति आफूले बल चाहिँ अलिकति विचार गरेर हाल्नुपर्छ। थ्याङ्क यू। ओके रेफ्रीको इन्डिकेसन भइसकेको छ र यसमा सायद उहाँहरूको प्लेयर चेन्ज अलिकति गर्मीले गर्दाखेरि इन्जुरीहरू जुन कन्सर्टले किन्छ त्यहाँनिर र यो हट लेभलले गर्दाखेरि चान्सेस प्लेस होइन यो weather is 31, 32 today and obviously it's going to affect the players in a big way. So it is very important that they keep themselves cool with cold water. केही ब्रेक देख्न सक्छौँ हामी खेलको बिचमा। रेफ्री सम्झाउँदैछन् दुवै टिमका टिम कप्तानहरूलाई The pass बाट रेड कन्स्टेबलले गोलकिपरलाई दिएको छ र वाइट बिचमा छ गोलकिपरको नम्बर 9 को राम्रो चान्सेस 1-1 राम्रो फ्लिक राम्रो सेभ गोलकिपरको राम्रो जज थियो। गोलकिपरले जति नराम्रो मिस्टेक गरेका थिए त्यति नै राम्रो रिकभर गरेर आफ्नो टिमलाई गोल खानबाट पनि बचाएका छन्। आफ्नै मिस्टेकमा वर्ल्ड क्लास इन्टरनेसनल सेभ राम्रो जजमेन्ट थियो गोलकिपरको र उहाँको हाइट पनि यति राम्रो भएकोले उहाँले राम्रो जज गर्न सक्नुभयो र सेभ गर्नुभयो एकदमै राम्रो गोल्डन सेभ मलाई लाग्यो। कस्तो लाग्यो तपाईँलाई? यो सेभ निकै यो खेलको सबैभन्दा उत्कृष्ट सेभ हुन सक्छ यो अहिलेसम्मकै। कर्नर किक टार्गेट प्लमस्ट्री भेटरान राम्रो प्रहार हेडर वाइटको डिफेन्डरले बललाई फेरि बाहिर चान्सेस र रेफ्रीले हाफ टाइमको सङ्केत अब भन्दाखेरि एक्स्ट्रा टाइमको हाफको सङ्केत दिइसकेको छ। यो एक्स्ट्रा टाइमको पहिलो हाफको खेलको समाप्तिमा FC04 इन्टेक 1 गोल र प्लमस्ट्री भेटरान 1 गोल गर्दै दुवै टोली 1-1 गोलको बराबरीमा यो 24 गोल्का कपको पुरुषतर्फको भेटरान फाइनलको एडिसनल टाइमको पनि फर्स्ट हाफको खेल सकिएको छ। अब अन्तिम 5 मिनटको खेल बाँकी रहेको छ। यदि यो 5 मिनटको खेलमा कुनै पनि गोल हुँदैन भने पेनाल्टी सुट मार्फत यो 24 गोल्का कपको भेटरान पुरुषतर्फको भेटरानको उपाधि विजेता छुट्याइनेछ। Just for information, we have 16 veterans team today playing, and these are, after those 16, these are the lucky finalists we have here. It is becoming very popular. The veteran teams are also playing very well, and they are all over 40 of age, still young. Fit and fast, and energy still there as a youngsters, and well done. Our veteran national player saying that I'm 17 and still got that energy. So forget those 14, he said. The spirit is very high. We really respect his spirit. प्लमस्ट्री भेटरान बल किक पास गरिसकेको छ सेन्टरबाट साइड पास रहेको राम्रो प्रहार डीमा बल ड्रप भएको छ त्यसलाई हेड गरेर उहाँले पास गर्न सक्नुभएको थियो तर इन्टरसेप्सन डिफेन्डरको वाइटको त्यसलाई कन्ट्रोलमा वाइटले दिइसकेको छ र साइडबाट बल अट्याकिङको अगाडि त्यसलाई इन्टरसेप्सन रेड गरेको थियो तर कन्ट्रोल बल गर्न सक्नु भएन। फेरि पनि वाइटको खुट्टामा बल सेन्टरमा बल वाइट अगाडि बढ्दै नम्बर 15 साइड पास राम्रो ड्रिबलिङ ब्याक पास टु नम्बर 2 वाइट साइड पास विङबाट कन्ट्रोल गर्न सक्नु भएन बल बाहिर 11बाट सानो गल्ती केही बल कन्ट्रोलमा राख्न सक्दा यहाँ थ्रो इन गर्नेछ प्लमस्ट्री भेटरान थ्रो गर्दै प्लमस्ट्री भेटरान रेड कलर प्रेसर दिँदै FC04 इन्टेक र क्लियरेन्स एन्ड पुनः थ्रो इन गर्नेछ प्लमस्ट्री भेटरान
white. Cross. Throw in. Red to throw in. Red. Plumstead FC red throw in. भइसकेको छ साइडमा पास तर रङ पास भएर वाइटले बल लिइसकेको छ र यसमा फेरि पनि गल्ती इन्टरसेप्सन भएर वाइट ग्रिन रेडको खुट्टामा बल गल्ती जिएमा खतराको गल्ती दिएर बललाई परिणत 2 गोलमा परिणत गर्न सफल भइसकेको छ प्लम्स्टेड रेड टिम निकै नै राम्रो ट्याकिङ थियो जर्सी नम्बर 9 का खेलाडी दुर्गा लिम्बूबाट प्लम्स्टेड भेट्रानको लागि पहिले क्रस गरेको बलमा ट्यापिङमा बारमा ठोकेर आएको बललाई पुनः रिबाउन्ड मार्फत गोल गर्दै प्लम्स्टेड भेट्रानका लागि 2-1 को अग्रता दिलाउन सफल हुनुभएको छ जर्सी नम्बर 9 का खेलाडी दुर्गा लिम्बू सेन्टरमा बल वाइटले बल अगाडि बढाउँदै कोसिस जारी छ लेट्स सी whether they can turn this goal into 2-2 मिस पास बल बाहिर लामो क्रस गर्न चाहन्थे तर कोही पनि स्ट्राइकर उपस्थित भएनन् FC04 इन्टेकका लागि बल रिलिज गर्नेछन् प्लम्स्टेड भेट्रानका लागि गोलकिपर लामो प्रहार डिफेन्डरबाट पास डीमा ग्रास पास गरेर रेड टिम अगाडि बढ्दै राम्रो सेन्टरमा बल रेड टिम 1-1 गर्दै अगाडि बढ्दै अट्याकिङ मोडमा तर बल कन्ट्रोल गर्न सकेको छैन र साइड पास फेरि पनि अगेन रेड टिम गोइङ फरवर्ड फ्रम द विङ ल साइड पास गरेको छ विङमा स्टिल बल कमिङ फरवर्ड रेडको चान्सेस राम्रो प्रहार गरेको थियो तर त्यसलाई चाहिँ मिस जज भएको छ त्यहाँ कोही पनि खेलाडी तैनात थिएन र बल सजिलैसँग बाहिर रेफ्रीको इन्डिकेसन भइसकेको छ चेन्जेसको चेन्ज भएको छ वाइट टिमबाट नयाँ प्लेयर आइसकेको छ सायद उहाँ डिफेन्सको पोजिसनमा हुनुहुन्छ वाइट टिम बल विङबाट अगाडि बढ्ने कोसिसमा नम्बर 2 ले सेन्टरमा बल दिएको छ वाइट बल बिल्डअप गर्दैछ FC04 इन्टेक तर राम्रो साइड पास गरेको नम्बर 10 विङमा बल चान्सेस राम्रो चान्सेस तर अफसोस त्यसमा फेरि पनि वाइट नै छ कन्ट्रोलमा ब्याक पास नम्बर 12 लाई राम्रो चान्स पोजिसन दिने राम्रो प्रहार दिमा तर इन्टरसेप्सन डिफेन्डरले गरिदिएको छ र बललाई सेफ साइडमा फेरि पनि वाइटकै चान्स वाइट अगाडि बढ्ने कोसिसमा फेरि पनि लामो प्रहार दिमा राम्रो चान्स नम्बर 18 ले राम्रो कन्ट्रोल गर्न सक्नु भएन डिफेन्डरले फेरि छिनरन्ती जारी छ रेड खुट्टामा बल डिफेन्डरले त्यसलाई राम्रो सहिलेसँग कन्ट्रोल र अहिले विङमा बल खेल्नु थालेको 1-1 मा अगाडि बढ्दै रेडको राम्रो चान्सेस बल खुट्टामा रेडको रेडहरू अगाडि बढिसकेको छ डिफेन्डरलाई तर त्यहाँ टाइममा मिसटच भयो बललाई आफ्नो खेलाडी दिन सक्नु भएन गोलकिपरले त्यसलाई सजिलै कन्ट्रोल गर्न सक्यो बल सेन्टरमा वाइटको खुट्टामा बल नम्बर 3 ब्याक पास केही अर्जेन्सी देखाउनुपर्छ अब FC04 इन्टेकले विङमा बल बिल्डअप गर्दैछ क्रस राम्रो क्रस उहाँले मौका चुकाउनु भएन बल राम्रो पास गरेको थियो त्यसलाई हेडिङ हालेर उहाँले त्यो बललाई गोलकिपोस्टमा नेटमा चुम्न सफल भएको छ र स्कोर Plumstead Red 2 FC04 2 game is going very exciting looks like this is going to end in penalty shootout very interesting finals we are witnessing on the veteran category the score is 2-2 now let's see who's going to win they're going to score is there enough time I think we have 2 to 3 minutes let's see Lama Prahar तर कोही पनि थिएन थालिसकेको पनि छ FC04 इन्टेक दुवै हाफको सेकेन्ड हाफमा एडिसनल टाइमको पनि सेकेन्ड हाफमा र रेगुलर टाइमको पनि सेकेन्ड हाफमा गोल कमब्याक गर्दै 2-2 को खेल इन्ट्रेस्टिङ राम्रो प्रहार विङमा हेरौँ नम्बर 15 वाइट कोसिसमा छ तर नम्बर 4 ले त्यसलाई इन्टरसेप्सन गरिसकेको छ र राम्रो सिल्डिङ गरेर बललाई सेफ गरिदिएको छ रेड टिम प्लम्स्टेडको प्लम्स्टेड सब्स्टिट्युट गर्दै FC04 इन्टेक यहाँ जर्सी नम्बर 2 का खेलाडी मैदान बाहिर जानेछन् भने जर्सी नम्बर विङ रेड प्लम्स्टेड लामो प्रहार बल सेन्टरमा तर गोल रेफ्रीले
full time second half extra time को full time को संकेत गर्दिसकेको छ र अब पालो penalty kick out. Most exciting moment we have. Now who's gonna lift the veteran 2024 trophy? No, 26 trophy, sorry. It's the 24th. And let's see, is it gonna be white or is it gonna be red? रेड टिममा हुनेछ क्लब स्ट्रिट भेटरान बन्यो व्हाइट कलर Now the first penalty shootout is going to take by number 15, Chit Gurung. Against Narvadu Gurung, he is FC04. First penalty kick. Chit Gurung, number 15. FC0 को इन्टेकका लागि जर्सी नम्बर 15 का खेलाडी चेत गुरुङले पेनाल्टी पार गर्दैछन् Goalkeeper didn't have a chance. He did dive on the right side, but the ball was quite powerful. Well done. निकै नै कम्फर्टेबल पेनाल्टी पार गरेका थिए जर्सी नम्बर 15 का खेलाडीले यसका साथै जर्सी नम्बर 6 का खेलाडी पेनाल्टी पार गर्न आउनेछन् क्लब स्ट्रिट भेटरानका लागि जर्सी नम्बर 6 का खेलाडी अनिल थापा Number 6, jersey number 6, Anil Thapa for Plumstead Red. Let's see. Rambo! Oh, Rambo dodge गर्यो. Rambo dodge. Glass ball थियो, पावर थियो र गोलकिपरलाई सजिलैसँग उहाँले जज गर्न सफल भएको थियो. गोलकिपर रङ साइडमा जम्प गरेर बल चाहिँ स्कोरमा परिणत भएको छ. 1-1 so far. 1-1. FC0 को इन्टेकका लागि जर्सी नम्बर 3 का खेलाडी राजु दुरा पेनाल्टी पार गर्न अगाडि आइसकेका छन् Number 3 from FC04, Raju Dura. Let's see. Nice one! Corner! गोलकिपरले राम्रो जजमेन्ट दिएको थियो राइट साइडमा हात हालेको तर अफसोस बल अलिकति पावरफुल भएकोले उहाँले रोक्न सक्नु भएन स्कोर 2-1 Plumstead number 11 Ajay Silva taking the penalty kick for the red Plumstead team हेरौँ उहाँले यसलाई कुन तरिकाले प्रहार गर्नुहुन्छ नम्बर 11 कन्फिडेन्ट देख्नुहुन्छ इज लुकिङ कन्फिडेन्ट नाइस इजी कुल एन्ड कम्पोज पेनाल्टी देख्यौँ हामीले जर्सी नम्बर 11 का खेलाडी अजय सिलवालबाट क्लब स्ट्रिट भेटरानका लागि उहाँले राम्रोसँग स्टडी गरिसक्नु भएको रहेछ गोलकिपर कुन ठाउँमा उहाँले चाहिँ जम्प गर्नुहुन्छ भनेर उहाँले सजिलैसँग डज गरेर यो पेनल्टी किक लिनुभएको छ स्कोर 2-2 जर्सी नम्बर 8 का खेलाडी निशान गुरुङ पेनाल्टी पार गर्न अगाडि आइसक्नु भएको छ FC0 को इन्टेकका लागि So far it's 2-2, jersey number 8 from FC04. Let's see. Nissan Guru taking the penalty. Rambo for everybody. While the confidence ball score गर्न सफल भएको छ गोलकिपरले जम्प पनि राइट ठाउँमै गरेको हो तर अलिकति बल त्यति पावरफुल त थिएन तर पनि गोलकिपरले त्यसलाई रोक्न सक्नु भएन अहिले स्कोर 3-2 नाउ नम्बर 4 Arjun Limbu jersey number 4 for the Plum Street veteran to take the third penalty for the team. The current score is Plum Street veteran 2 FC04 Intake 3. So this is the third strike from Plumstead. राम्रो प्रहार थियो जर्सी नम्बर गोलकिपरले राम्रो प्रहार पनि गरेको हो राइट साइडमै गरेको हो तर बल एकदमै खुना च्यापेर भित्र गएकोले स्कोरमा गोलकिपरको ग्लभ्सको टिपमा लाग्दै बल जाली चुम्न सफल भयो लकी मान्न सक्छौँ हामी यति बेला प्लम स्ट्रिट भेटरानका जर्सी नम्बर 4 का खेलाडी अर्जुन लिम्बुलाई स्कोर इज 3-3 नाउ नम्बर 12 FC
Indra Guru, number 12, FC04 taking penalty. Something wrong there, he's adjusting the ball. Number 12, FC04. Yeah, confident you can see the powerful हेन उहाँले गोलकिपरको मुभमेन्टलाई जज गर्दै बललाई सजिलोसँग गोल स्कोर गर्न सफल भएको छ. Let's see, out of 5, both scored. So far it's 3-4. 3-4 so far. I think it's going to be penalty of 5. Number 16, राम्रो तर केही हदसम्म अलिकति लकी पनि भएको जस्तो लाग्यो. गोलकिपरले राइट ठाउँमा जम्प पनि गरेको हो तर अनलकी भयो गोलकिपर. उहाँले त्यसलाई रोक्न सक्नु भएन. Now it's White FC 04, jersey number 10. Som Thapa, Amro again, very professionally, very coolly delivered the ball, and the goalkeeper was scored. So obviously it was not that difficult to score. Number 9, from St. Red, Durga Limbu, taking the penalty. So he's also the scorer. 2 score he did. Let's see whether he's going to do the penalty or not. Number 9. Very fast player. He's the main player of the team. Number 9. Oh no! He missed it. And there you go. The winner of 2026 Veteran Cup goes to White Team FC